जिन्दगीमा सबैसँग जितिएला तर आफूसँग जित्न चाहिँ एकदमै गाह्रो छ क्या। आई डोन्ट नो, सबैलाई थाहा होला सबैको लाइफमा चाहिँ घटेको घटना हो। आजदेखि म बाहिरको खाना बन्द सबैले भने होला क्या। कसैले चुरोट खाने मन छ भनेपछि आजदेखि चुरोट बन्द भनेर सबैले भने होला क्या। मतलब आजदेखि मेगा खान्छ भनेपछि सबैले भने होला आजदेखि म चाहिँ मेगा खाना बन्द। आजदेखि म 4 बजे उठ्छु, 10 बजे सुत्छु। मैले त कति भने फेसबुकमा आएर पनि मैले त एकदम नलायक जस्तै नाक काटिसकेँ मैले चाहिँ। अब चाहिँ यो मेरो लास्ट हो, यो नभयो भनेपछि त्यसपछि म कहिले पनि फेसबुकमा च्यालेन्ज भिडियो पनि राख्दैन, त्यसपछि भिडियो पनि बनाउँदैन है म। मैले चाहिँ अब चाहिँ च्यालेन्ज लिएको छु 5 बजेर 5 मिनटमा 5 बजेर 5 मिनटमा मैले त्यो च्यालेन्ज चाहिँ पुरा गरिसक्नु पऱ्यो, त्यो पनि 21 दिनको लागि। त्यो पुरा भएन भनेदेखि मेरो जिन्दगी बर्बाद छ। त्यति सानो नगरिसक्यो भने त्यसपछि चाहिँ मैले चिन्नु नै बेकार छ। मैले मर्दा पनि हुन्छ मतलब के भन्नु यार, मैले मर्दा पनि हुन्छ। सो त्यो च्यालेन्ज चाहिँ के हो भनेपछि अब मैले लिन त अब योभन्दा अगाडि धेरै च्यालेन्ज लिएँ 21 दिनमा। अब फिटनेस च्यालेन्ज, कोडिङ च्यालेन्ज भनेर चाहिँ लिएँ होइन। तर मेरो चाहिँ गलत थियो कि मेरो चाहिँ होइन। एकै दिनमा म चाहिँ अब धेरै मतलब त्यो खुट्टा थक्ने बिस्तारै गर्नुपर्छ नि त जे भए नि। तर त्यो गर्नको लागि चाहिँ मलाई चाहिँ डिसिप्लिनको आवश्यकता छ। पहिलो नम्बर कुरो चाहिँ मैले डिसिप्लिनमा बस्नुपर्ने आवश्यकता देखिन्छ। यो च्यालेन्ज भन्दा पनि डिसिप्लिन भन्ने कुरो चाहिँ सबैभन्दा ठुलो कुरा हो। मोटिभेसन भन्दा पनि मलाई चाहिँ 2-4 दिन त मोटिभेसनले काम गर्यो। तर मलाई चाहिँ गर्नुपर्ने चाहिँ 21 दिन छ। त्यो 21 दिनको लागि चाहिँ मलाई चाहिँ मोटिभेसन चाहियो होइन क्या। मोटिभेसन भन्ने चिज चाहिँ कुत्ति कमिने चिज हो होइन। 2 दिन आउँछ, तेस्रो दिन सेलाउने हो। मलाई भने चाहिँ डिसिप्लिन हो। डिसिप्लिन भनेर चाहिँ कस्तो हो भनेपछि मलाई चाहिँ काम गर्ने मन छैन भनेपछि त्यो डिसिप्लिनले मलाई जबरजस्ती पनि गराओस् क्या, त्यस्तो कुरा चाहिँ छ। बाहिर चाहिँ एकदमै घाम लागिरहेछ। अघि चाहिँ एकदम पानी परिरहेको थियो, अहिले चाहिँ बिजुली पनि छैन। गर्मी चाहिँ सुरु भइसक्यो, यो पङ्खा पनि राम्रोसँग चल्दैन। सो म चाहिँ तपाईँहरूलाई के हो भनेपछि मेरो च्यालेन्ज चाहिँ बताउँछु म त्यहाँ बाहिर गएर। चलो फिर। यो चाहिँ अस्ति खनेर लगाएका भगवान् मस्त मस्त के भन्नु कहिले खड्या कहिले मैले खड्या कहिले बुझेँ तमले खड्या यसलाई ठस्का गरे हुनु खड्ने मोही हो त बरु झाड झाडे हुनु त झाड छाने हुनु तमले। तर मैले हो क्या खड्न लाग्यो भने चाहिँ यहाँ चाहिँ के लगाएछ भनेपछि हल्का फुल्का यो चाहिँ भिन्डी। तर मलाई चाहिँ मन पर्दैन है भिन्डीको साग यार। आई डोन्ट नो किन हो, चिप्लो टाइपको हुन्छ। यो छ आज पोल्नुपर्ने हो। मकै चाहिँ एकदम भइसक्यो होइन। सो मेरो चाहिँ च्यालेन्ज चाहिँ के छ भनेपछि तपाईँहरूलाई चाहिँ म बताउँछु होइन। यो यहाँनिर चाहिँ हाम्रो भाषामा चाहिँ रोडी भन्छन्, मतलब गिट्टी छ। यसलाई चाहिँ म उठाएर टक्क तरिकाले मैले चाहिँ छतमा राख्नै पर्ने हुन्छ क्या। बिहान त्यो पनि बिहान 5 बजेर 5 मिनटमा चाहिँ उठ्ने। मैले जति बेला सुतेँ नि मलाई परवाह छैन। मैले चाहिँ परवाह छैन 4 बजे नि उठो, म 4 बजे सुतेर 5 बजे मैले चाहिँ यो 5 बजे उठेर त्यसपछि यो माथि राख्नै पर्छ होइन। त्यही भएर म अब त्यो च्यालेन्ज चाहिँ सुरु गर्छु। मैले चाहिँ 21 दिनसम्म त्यो त्यहाँमा चाहिँ राख्या हुनु पऱ्यो। अनि त्यसपछि यहाँनिर चाहिँ मेरो चाहिँ यो चाहिँ कपासको रुख छ है। कपास चाहिँ अब लगाउनु पर्ने अवस्था छ। यो 2 रुख हुन् कि के हो, एकै छ यहाँनिर, एउटै छ यहाँ। यस्तो छ यो के हो, यस्तो छ हरियाली छ मतलब